ल है अहिले भन्ने चाहिँ मेरो चाहिँ बिहानको सुरुवात हुन लागेको छ है। फार्मभित्र तपाईँहरू देख्न सक्नुहुन्छ मेरो यो पाठापाठीहरू चाहिँ आज 22-23 दिनको भयो है। यत्रो छ यो माउको चाहिँ होइन। अब यिनीहरूको चाहिँ बिहानको चाहिँ 4 केजी अब स्टार्टिङ हुन लागेको छ होइन। अहिले चाहिँ एकदम चारो खाने डुडिँदै छ यिनीहरूको होइन। चारो जम्मै खाइसक्यो। अब चाहिँ यिनीहरूलाई भनेपछि बिहानको यिनीहरूलाई दिने दाना दिने सुरुवात भइसकेको छ होइन। अनि हेर्नुहोस् न अब साफसुग्घर गरेर चाहिँ यिनीहरूलाई चाहिँ चारो पानी मिलाउनु पर्छ होइन। अनि पाठाहरू आनन्दै सुतिरहेको रहेछ पाठापाठीहरू। अब यिनीहरूलाई चाहिँ यहाँनिर साफसुग्घर गरिराखेर चाहिँ ठक्कसँगले यिनीहरूको बिहानको ब्रेकफास्ट दिने टाइम भइसकेको छ है। यति बेला यहाँ पनि छ 2टा। यिनीहरूले पनि मजाले खान्छ चारो हो। यसको आमा चाहिँ त्यहाँ छ। अनि देख्न सक्नुहुन्छ फेरि तपाईँले यो चाहिँ मेरो बिरो। यिनीहरूको चाहिँ यो खोरको चाहिँ यो बिरो होइन। यसलाई पनि एकदम भोक लागे जस्तो छ। अहिले चारो माग्दैछ हो। अहिले पनि माग्दैछ चारो। अनि मेरो चाहिँ फार्म यो स्टाइलको छ है। यता चाहिँ बाहिरतिर चाहिँ एग्रिनेटले बारेको छु। यतातिर जालीले बारेको छु है। माथि सिलिङ पनि लगाएको छु चित्रको। किन यो सिलिङ लगाएको भन्दा चाहिँ बेसी घाममा चाहिँ यो तिर्पल तातिएर चाहिँ यिनीहरूलाई एकदमै गरम हुन्छ त। एकदम गरम हुन्छ गरममा है। अनि त्यही भएर सिलिङ पनि लगाइदिएको छु यिनीहरूलाई दिउँसो अलिक घाममा शीतल होस् भनेर होइन। आइज है यो पाठापाठीहरू होइन। 22-23 दिनको भयो आज। देख्न सक्नुहुन्छ तपाईँहरूले होइन। मजा सुतिरहेको छ। फार्म चाहिँ यो स्टाइलको छ मेरो चाहिँ होइन। यो माथिल्लो कोठाहरू चाहिँ सबै खाली नै छ। अब यसमा चाहिँ सबै यो यिनीहरूलाई अनि यिनीहरूलाई लगाउनुको लागि 3टा कोठा खाली छ।